प्रेजेन्ट नि गर्छु। सो आज दिस इज डे 1 जो हिजो आउनु भएन त्यो खासै हुन हाम्रो इनिसियल इन्ट्रोडक्सनको क्लास थियो हिजो। त्यसलाई डे 0 भन्नेवाला थिएँ। हिजोको भिडियो हेर्नु न, मजाले क्लियर हुनुहुन्छ। सो डे 1मा चाहिँ हामीले आज फाउन्डेसन सेट गर्छौँ, राइट? सो फाउन्डेसनमा पनि अब हामीले कसरी प्लान गर्छौँ भन्दाखेरि चाहिँ डिफ्रेन्ट एल्गोरिदमले कसरी वर्क गर्छ, अनि मेटाको एड्सको एल्गोरिदमले कसरी वर्क गर्छ, अनि मेटाको डिफ्रेन्ट सेटअप के छ होइन, अनि त्यो सेटअप कसरी क्रिएट गर्ने हामी एउटा क्रिएट गर्छौँ। अनि त्यसपछि गएर हामीले आफ्नो बिजनेसमा फोकस गर्दाखेरि चाहिँ कस्तो खालमा फोकस गर्ने त होइन, के बेच्ने हो त होइन, अनि एउटा के गर्छौँ भन्दाखेरि चाहिँ एउटा फनेल चाहिँ हेर्छौँ कि एन्ड वाट सुड बी द फनेल जुन चाहिँ हामीले बनाउनु पर्ने हुन्छ। किनकि पहिला मैले इफ 1 वर्ष अगाडि 5-6 महिना अगाडि एक कोर्स गरिरहेको भए टोफु मोफु बोफु भनेर मैले गराइहाल्छ टिपिकल वेमा। बट टोफु मोफु बोफुवाला गराउने अब हुन्छ नि, अब जमाना गयो भन्छु म अहिले चाहिँ, राइट? सो अब चाहिँ हल्का डिफ्रेन्ट वेमा, हुन त मैले आफैले इन्भेन्ट गरेको कुरा हो, त्यो बुझेर लेखेको कुरा हो, तर त्यही हुनैपर्छ भन्ने छैन, राइट? तर टोफु मोफु बोफु भन्दा चाहिँ अहिले अलिक डिफ्रेन्ट वेमै सोच्ने लागिसकेको छ क्या मेटाको यो चेन्जले गर्दाखेरि चाहिँ, होइन? ल, सो हामीले के बुझ्नुपर्छ भन्दाखेरि चाहिँ मेटाको एड्स भनेको एउटा सिस्टम हो, एउटा बुस्ट गर्ने बटन होइन, राइट? त्यो सिस्टमलाई हामीले बुझेर त्यो सिस्टम वेमा चाहिँ हामीले त्यसलाई डेटा दिनुपर्छ, हामी डेटा लिनुपर्छ है। त्यसपछि गएर एल्गोरिदमले केमा वर्क गर्छ भन्दा डेटा कन्सिस्टेन्सी सिग्नल्समा वर्क गर्छ होइन। अनि त्यसपछि गएर यो एल्गोरिदमले वर्क गर्ने कुरा हो, र मान्छेहरूले कसरी वर्क गर्छ, आफ्नो इमोसनमा वर्क गर्छ है, साइकोलोजिकली वर्क गर्छ हो। त्यो कुरा चाहिँ हामीले सोच्नुपर्छ। जस्तो एल्गोरिदमलाई एउटा ठाउँमा राख्नै पऱ्यो, मान्छेलाई एउटा ठाउँमा राख्नै पऱ्यो होइन। र अब एड्स धेरै फेल हुनुको रिजन के हो भन्दाखेरि चाहिँ प्रोपर एउटा फनेल र एउटा क्लियर गोल चाहिँ हामीसँग नभएको भएर चाहिँ एड फेल हुने हो कि है। सो यो कुरा चाहिँ हामीले आजको सेसनमालाई चाहिँ मेन कोर एजेन्डा चाहिँ राखौँ होइन, प्रब्लम के हो भनेर, र यसलाई चाहिँ सल्भ गर्न ट्राई गरौँ है त। अलराइट, सो आजको क्ल्यारिटी कन्सेप्ट्स के हुन्छ। सो बिजनेस म्यानेजको कुरा गर्छु, एड एकाउन्ट, पिक्सल्स, इभेन्ट्सको कुराहरू गर्छु, अनि क्याम्पेन अब्जेक्टिभ एन्ड डिफ्रेन्ट युज केसेसको कुराहरू गर्छु, अनि टोफु मोफु बोफुको कुराहरू गर्छु होइन। आई मिन त्यो टोफु मोफु बोफु एकेए अहिलेको नयाँ जुन मैले प्लान गरेको छु त्यो होला चाहिँ होइन, फनेलवाला पार्ट भनौँ न, राइट? ल, सरी। सो बिफोर स्टार्टिङ एल्गोरिदमबाट सुरु गरौँ है त। वाट डज द एल्गोरिदम से, के भन्छ त एल्गोरिदमले होइन? किनकि एल्गोरिदम तपाईँ सोचे धेरै कम्प्लिकेटेड पनि छैन कि होइन, त्यो सोच्नुहुन्छ नि लाइक इट इज टु कम्प्लिकेटेडवाला पार्ट त्यो छैन है। तर मेनली हामीले बुझ्नुपर्ने के हो भन्दाखेरि चाहिँ कसरी वर्क गर्छ भन्ने पार्ट त बुझ्नु पऱ्यो नि त है। सो फर इक्जाम्पल तपाईँले यो चाहिँ इन्स्टाग्रामले हालेको ब्लगबाट लिएको फोटो हो यो, फेरि होइन, उनीहरूको ब्लग्सहरू मैले पढिरहेको हुन्थेँ, अनि त्यसले उनीहरूले हालेको अफिसियल एकाउन्टबाट हालेको यो। अनि आई डोन्ट नो समथिङ क्रिएटरको लागि थियो यो ब्लग। जब तपाईँले चाहिँ एउटा इन्स्टाग्राममा पोस्ट गर्नुहुन्छ, अनि एउटा सानो सिग्नल एआईले पाउँछ त्यसपछि, अनि त्यो सिग्नल बेसमा के हुन्छ भन्दाखेरि चाहिँ त्यो सानो ग्रुप अफ पिपल के, सानो ग्रुप अफ पिपल जसलाई चाहिँ मेबी तपाईँले एउटा जस्तै यो भिडियोमा हेरे जस्तै जस्तै यहाँ हेर्नुहुन्छ फुटबल रिलेटेड छन् छन् त। सो फुटबल रिलेटेड छ भने चाहिँ अब एउटा सानो क्याटेगोरीमा आयो कि त्यो ट्रिक सर्ट भनेर होइन। अनि त्यो चाहिँ कसले देख्छ भन्दाखेरि चाहिँ अब ट्रिक सर्टमा कसरी आयो भन्दाखेरि एआईले नै एउटा सिग्नल पाएर त्यहाँ राखिदियो क्याटेगोरीमा त्यो। सुमा स्मल क्याटेगोरीहरू जो सेट गरेको हुन्छ जहाँ चाहिँ थोरै मान्छे हुन्छ होइन। अनि अब अब यो कसमा चाहिँ हेर्छ भन्दाखेरि चाहिँ फिटनेस, आउटडोर एक्टिभिटिज होइन, जस्तै टिक सर्टहरू मन पराउने, अनि डिफ्रेन्ट एक्सर्साइज एन्ड एक्टिभिटिजहरू मन पराउनेहरूले चाहिँ त्यो देख्छ सुरुमा। अनि उनीहरूले चाहिँ कसरी इङ्गेज गर्छ त यो कुरामा होइन। तपाईँको फलोवर्सले, तपाईँको नन फलोवर्सले दुइटै मर्ज भएर ट्रिक सर्ट्सको क्याटेगोरी अन्डरमा आउँछ। अनि कसरी चाहिँ इन्ट्रेक्ट गर्छ त होइन। अब यसमा बुझ्नुपर्ने के छ भन्दाखेरि चाहिँ त्यही भएर तपाईँको अडियन्स कस्तो बनेको छ, लाइक फलोवर्स कस्तो छ भन्ने कुरा म्याटर गर्ने यो भएर हो कि। किनकि तपाईँको
अडियन्स छ मानौँ मेरो कुरा गर्दा अडियन्स त मेटा एड्स हेर्ने र मैले हालिरहेको छु हुन्छ नि डिजाइनिङ गर्ने। अब मेक सेन्सै गर्दैन नि त। मेटा एड्स डिजाइनिङ यताउताको कुरा भयो होइन। अब फोटोसप सिकाएर मैले अर्थै भएन। मेटा एड्सको कुरा गर्नुपऱ्यो, बिजनेसको कुरा गर्नुपऱ्यो, सेल्सको कुरा गर्नुपऱ्यो मैले होइन। त्यही भएर चाहिँ जुन फलोवर्स र अडियन्स बेस र एल्गोरिदमले सेट गरेको छ मेरो पेजको लागि त्यस्तै खालको कन्टेन्ट राख्यो भने चाहिँ भ्युज अलिक बढी आउने हो कि होइन। अनि इफ मैले डिफ्रेन्ट क्याटेगोरी कन्टेन्ट हालिदिन्छु भन्दाखेरि त्यो कन्टेन्ट राम्रो हुँदा हुँदा पनि भ्युज आउँदैन कि किनकि एआईले त्यो लेभलमा सिग्नलै पाउँदैन होइन। त्यही भएर चाहिँ अघि भने फेक फलोवर्स नकिन्ने होइन। अब अडियन्स राम्रोसँग बिल्ड गर्न ट्राई गर्ने होइन। प्रोपर निस निस अलि निसमा फोकस हुने। ब्रोडमा गयो भने पनि झ्याउ हुन्छ होइन। ब्रोडमा भने सबैले फेरि इङ्गेजमेन्ट कमाउँछ कि ब्रोडमा होइन। सो निसमा गयो निसमा नि इङ्गेजमेन्ट त थुप्रो कमाउँछ बट त्यो आइरहन्छ चाहिँ कन्सटेन्ट हुन्छ क्या त्यो आइरहन्छ। थोरै आउँछ बट आइरहन्छ। बट के हुन्छ भन्दाखेरि चाहिँ ब्रोडमा गयो भने चाहिँ न्युज मिडियाको हेरौँ न। न्युज मिडियाको कन्टेक्समा हाम्रै मिडियामा पनि कुनै पोस्टमा 10 15 20 हजार लाइक पुग्छ कुनैमा 100 50 60 लाइक हुन्छ कि होइन। यो ब्रोडमा जाँदाखेरि यही प्रब्लम हो कि है। राम्रो भयो भने राम्रै हुन्छ भएन भने उतै हुँदैन है। सो अब मानव एउटा ट्रिक सर्टको क्याटेगोरीमा पऱ्यो मान्छेले त्यसमा इङ्गेज गरे अब अझै राम्रो छ। अब के हुन्छ त्यो अझै अब वाइड अडियन्स अब इङ्गेज गरिसकेपछि मात्रै के हुन्छ अब वाइड अडियन्समा जान्छ कि अनि त्यो अर्को क्याटेगोरीमा पर्छ अब सकर होइन। अब त्यसको त अझै वाइडर बेस छ नि त। बास्केटबल मन पराउने टेनिस मन पराउने हकी मन पराउने मान्छेहरूको त त्यो अझै वाइडर बेस छ नि त होइन। सो सक्करमा पऱ्यो अब तपाईँको होइन। अब सक्कर जति पनि मान्छेले मन पराउँछ मेबी अब बसेको पहिला तपाईँ बास्केटबल थियो भने बास्केटबलको क्याटेगोरीमा पर्थ्यो होला त्यो होइन। अब तपाईँको टेनिस छ भने टेनिस क्याटेगोरी जस्तै कि टेनिस मन पराउने त धेरै अडियन्स छ नि त। जस्तै अघि कम्पेरिङ टु ट्रिक सर्ट्स होइन। ट्रिक सर्ट मन पराउने धेरै अलिक थोरै अडियन्स छ होइन। फिटनेस मन पराउनु पनि अलिक थोरै अडियन्स छ। आउटडोर्स मन पराउनु पनि अलिक थोरै अडियन्स छ कम्पेरिङ टु सकर बास्केटबल टेनिस हकी होइन। सो क्याटेगोरी के भयो बढ्यो। केले गर्दा बढ्यो भन्दाखेरि ट्रिक सर्टको इङ्गेजमेन्टले गर्दाखेरि यतापट्टि सकरमा छिर्यो बल्ल होइन नि। अब सकरमा के गर्छ भन्दाखेरि उसले अब एल्गोरिदमले देखाउँछ मान्छेहरूलाई अब त्यसले कसरी इन्ट्रेक्सन गर्छ त होइन। अब यो स्पोर्ट्सले पनि जाने क्याटेगोरी भयो कि भएन त। अब सकरमा भइसकेपछि राम्रो इङ्गेज भइसकेपछि अब स्पोर्ट्समा जान्छ जसले चाहिँ स्पोर्ट्सको क्याटेगोरीमा मन परेको हुन्छ उसलाई चाहिँ डजन्ट म्याटर कि फुटबल होस् टेनिस होस् हकी होस् स्पोर्ट्स मन परिरहेको क्याटेगोरीमा जान्छ अब होइन। अब क्याटेगोरी स्पोर्ट्स हुनसक्छ फ्यासन हुनसक्छ कमेडी हुनसक्छ म्युजिक हुनसक्छ राइट। अब स्पोर्ट आइसकेपछि फेरि अब त्यहाँ पनि के हुन्छ भन्दाखेरि फेरि स्पोर्ट्सको सबै जति पनि अडियन्स छ स्पोर्ट्समा मन पराउने अडियन्सहरू त्यसलाई एड्स आई मिन त्यसलाई चाहिँ भिडियो देखिन्छ अर्ग्यानिकल्ली होइन। अनि अब त्यसमा चाहिँ बल्ल अनि फेरि प्लेयर अन भइसक्यो त्यो राम्रो इङ्गेज आउनु थालिसकेपछि के हुन्छ अब बल्ल फेरि वाइडर इन्टरटेनमेन्टमा पुग्छ कि अब इन्टरटेनमेन्ट मिन्स एभ्रिथिङ इज नाउ इज भाइरल सबैले देख्छ अब जति पनि मान्छेहरू छन् सबैले देख्न थाल्छ होइन। जस धेरै जसोले चाहिँ 1 न 1.5 तपाईँको भिडियो त देखिसकेको हुन्छ क्या त्यसरी भाइरल भइदिन्छ इन्टरटेनमेन्टमा पुगिसकेपछि चाहिँ होइन। अब इन्टरटेनमेन्टमा चाहिँ क्याटेगोरी के पनि हुँदैन फेरि होइन किनकि सोसियल मिडिया इज इन्टरटेनमेन्ट होइन। इन्टरटेनमेन्टमा पुगिसकेपछि भाइरल है ल। सो दिस इज हाउ द एल्गोरिदम वर्क्स होइन। सो थोरै मैले कम्प्लिट गरेँ जस्तो लाग्यो यसमा के क्वेसन छ भने सोध्नु ल केही क्वेसन छ त नबुझेको माइक अन गरेर सोद्धा हुन्छ छ त। छैन भने छैन भन्दा हुन्छ एउटा कसैले भन्दैन न मलाई म अगाडि बढ्छु छैन है ल। सो अब यो भनिसकेपछि चाहिँ हाम्रो अब नेक्स्ट के हुन्छ भन्दाखेरि हाम्रो एड कसरी वर्क गर्छ त यसलाई चाहिँ म सर भने चाहिँ यसमा अलिक इन्डेक्समा बस्दिनँ फेरि धेरै टाइम लाग्छ। सो मानौँ तपाईँले एड रन गर्न खोज्दै हुनुहुन्छ अब मान्छेले कसरी देख्ने हो त यो कुरा बुझ्नुपर्छ हामीले किन भन्दाखेरि चाहिँ कहिलेकाहीँ हाम्रो सिपिएम बढी भयो कहिलेकाहीँ सिपिएम कम भयो भन्छौँ नि यसले गर्दा हुने हो कि किनकि तपाईँको मात्रै एड छैन नि त लाखौँले एड देखाउनु खोजिरहेको छ त्यो मान्छे त एउटै हो फेरि होइन। लाखौँले एड देखाउनु खोज्दै गर्दाखेरि त्यही मान्छेलाई त फेसबुकले त कसलाई देखाउनु त सेलेक्सन हुन्छ। जब तपाईँको एडको क्वालिटी पुवरमा पुग्यो भने त फेसबुकले गाह्रो पर्छ नि त यसलाई देखाइदिन त अनि के हुन्छ कस्ट बढी पर्छ कि है। अब एडको सिलेक्सन प्रोसेसमा जाउँ सुरुमा के हुन्छ मिलियन्स अफ एड हुन्छ मान्छे त एउटै हो
तपाईँको मान्छे यही यो दारीवाला मान्छे छ। सो उसको फोनमा एड देखाउनु पऱ्यो भने सुरुमा के हुन्छ, मिलियन्स अफ एड्स हुन्छ। एउटा सिम्पल मोडलले के गरिदिन्छ भन्दाखेरि त्यो मिलियन्स अफ एडलाई चाहिँ उसको इन्ट्रेस्ट अनुसार चाहिँ फिल्टर गरेर चाहिँ 1000मा पुऱ्याइदिन्छ होइन। त्यहाँपछि गएर फेरि एउटा अर्को कम्प्लेक्स एल्गोरिदमले के गरिदिन्छ भन्दाखेरि चाहिँ अब उसले चाहिँ सबसे बेस्ट के दिनदिनै के हेरिरहेछ त, मानव हिजो यो एड हेऱ्यो, हिजो यो के अरे वेबसाइट गएर यो सर्च गरिरहेछ, यो सर्च गरिरहेछ भनिसकेपछि अब त्यो कुराहरूमा उसले के गर्छ भन्दाखेरि देखाउन ट्राई गर्छ। अब 10वटा एड फिल्टर आउट भयो तपाईँको लागि, तपाईँले आजदेखि नि 10वटा एड फिल्टर आउट भयो। अनि के हुन्छ, अब 10वटा एडमा चाहिँ सुरुमा कुन देखिने, अब अप्सन सर्भिसमा जान्छ होइन। सुरुमा कुन देखिन्छ, जसको बजेट राम्रो छ, जसको कन्टेन्ट राम्रो छ, जसको इङ्गेजमेन्ट राम्रो छ, के भन्छ उसले जित्छ र अगाडि बल्ल आउने हो मोबाइलसम्म होइन। एउटा होल प्रोसेस छ नि यहाँ त, हेर्नु त, मिलियन्स थाउजन्ड्स अफ एड्सबाट तपाईँ सेलेक्ट भएर आउने हो नि त त्यहाँ त होइन। त्यही भएर तपाईँ त्यो अडियन्समा पुग्दै हुनुहुन्छ भने धेरै प्रोसेसबाट आउँदै हुनुहुन्छ भनेपछि हाम्रो के चाहियो, फर्स्ट थिङ हाम्रो क्रिएटिभ राम्रो चाहियो। एड मात्रै रन गरेर हुने भएन कि, मैले त भन्नु एट द एन्ड मेरो जिस्ट के भन्दाखेरि एड मात्रै रन गरेर हुने भएन होइन। यत्रो प्रोसेस तपाईँ त एड नदेखि सक्छ कि राइट अडियन्समा त, किनकि तपाईँको यत्रो एड छ नि त, तपाईँ मात्रै एड छ भनेर नबुझ्नु कि, अलिक वाइडरमा हेरौँ, सबैको एड हो, सबैले एड रन गरिरहेको छ मेरो इन्डस्ट्रीमा। बट मेरो एड त त्यहाँ कसरी पुऱ्याउने त, एल्गोरिदमले त यो भन्नु पऱ्यो नि त मेरो एड बेटर छ होइन, मेरो एडमा पैसा खर्च गर्ने क्यापेसिटी छ राइट। मैले मानव अघि भने ल्यापटप भन्नुभयो, ल्यापटप भन्दै गर्दाखेरि ल्यापटप भनेको एटलिस्ट पनि 50,000देखि माथिकै कुरा हुन्छ जेनरली होइन। भनिसकेपछि 50,000भन्दा माथिको प्रोडक्ट सेल गर्दैछु भने त एटलिस्ट स्पेन्डिङ पनि त्यो अनुसार गर्नु पऱ्यो, किनकि मेटाले पनि त्यो एउटा पार्ट अलि के गरिदिन्छ भन्दाखेरि चाहिँ महँगो सामानलाई त्यसरी नै ट्रिट गर्छ, सस्तो सामानलाई त्यसरी ट्रिट गर्छ क्या। जेनरली कन्टेन्ट राम्रो छैन भने चाहिँ, इफ भिडियो कन्टेन्ट इज नट गुड, तपाईँको चाहिँ जेनरल कन्टेन्ट छ, जेनरल एड्स छ भने चाहिँ त्यसै ट्रिट गरिदिन्छ कि, महँगो सामानलाई महँगै हुन्छ, सस्तो सामानलाई सस्तो खालको ट्रिट, किनकि आई डोन्ट नो हाउ दिस एल्गोरिदम वर्क्स यो पार्ट चाहिँ होइन। बट यसरी नै गरेर हुन्छ, मैले धेरै फिल गरेको छु त्यो होइन। बट जब कन्टेन्ट राम्रो हुन्छ तपाईँको तब चाहिँ सस्तो होस् महँगो होस् मतलब भएन, मान्छेले मेटाले पुऱ्याइदिनु, किनकि मेटाको सोसियल मिडिया किन वर्क गर्छ, सोसियल मिडियामा मान्छेलाई के भन्दाखेरि एड पनि आजकल एड फिल हुँदैन, गराउनु हुन्छ भन्छ कि मेटाले चाहिँ। अनि के हुन्छ भने एड फिल भने तपाईँ स्किप गरिदिन्छ र उनीहरूको चाहिँ एभरेज फेसबुक चलाउने टाइम चाहिँ घटिदिन्छ भन्छ क्या एडहरूले गर्दाखेरि चाहिँ होइन। अब घटेपछि के हुन्छ भन्दाखेरि तपाईँको एडले गर्दाखेरि स्क्रिन टाइम घटिदियो, फेसबुक एपै क्लोज गरिदियो होला मेबी होइन, भनेपछि अर्को अरूको एड त देखाउनु पाएन उनीहरूले, भनेपछि पैसा कमाउनु पाएन। फेरि पैसा पैसा कमाउने कसरी, जति धेरै फेसबुकमा राख्न सक्यो त्यसरी कमाउने हो होइन। त्यही भएर चाहिँ यो एल्गोरिदम हामीले बुझ्नुपर्छ र हामीले अर्को एउटा अलिक ठुलो पिक्चर बुझ्नु पऱ्यो कि हामी मात्रै छैनौँ त्यसमा, अरू पनि छ एड देखाउनलाई, हामी कम्पिटिसनबाट चाहिँ अगाडि कसरी निक्लिने त भन्ने पार्ट हामीले बुझ्नु पऱ्यो कि। ल सो लेट्स मुभ अन टु यो मेटाको हायरकीवाला पार्ट है र। सो अहिलेको बुझ्नु भयो है, कसैले नबुझेको छ भने सोध्नु ल, भन्नुहोस् त के भन्नुभयो, मेसेज गर्नुभयो फेरि, म मेसेजतिर नजानु ल, भन्नु ल माइक अन गरेर। सर यो हाम्रो जस्तै कम्पिटिसन चाहिँ सिमिलर इन्डस्ट्रीकै हुन्छ कि ब्रोड इन्डस्ट्रीमा हुन्छ? अब तपाईँले कन्टेन्ट कस्तोमा बनाउनु भएको छ भन्ने कुरा डिपेन्ड गर्छ। निस्टमा बनाउनु भएको छ भने निस्टमै कम्पिटिसन हुन्छ, ब्रोडमा बनाउनु भएको छ भने ब्रोडमा, किनकि अहिले मैले तपाईँलाई क्याटेगोरी वाइज डिफ्रेन्सिएट गरेँ नि त एल्गोरिदमले कसरी वर्क गर्छ भनेर। सो तपाईँ कुन क्याटेगोरीमा त्यो पर्छ भन्ने कुरामा फरक पर्छ कि होइन। तपाईँले फुटबल रिलेटेड बनाउँदै हुनुहुन्छ भने सबैलाई हुने गरी बनाउँदै हुनुहुन्छ भने त्यहीमा पर्ने भयो। निस्टमा छ भने सानो कुराहरू बनाउँदै हुनुहुन्छ भने धेरै कम्पिटिसन कम हुन्छ होइन। जस्तै ल्यापटपको कुरा गर्ने भने तपाईँ इलेक्ट्रोनिक्समा पर्न सक्नुहुन्छ होइन। ल्यापटप निस्टमा बनाउँदै हुनुहुन्छ, त्योभन्दा पनि निस के हुन्छ, गेमिङ ल्यापटप बनाउँदै हुनुहुन्छ भने त्यो निस्टमा भयो, निस्टमा अब फोकस गर्ने हो। तर तपाईँले चाहिँ भिडियो कन्टेन्ट कसरी बनाउँदै हुनुहुन्छ भनेको डिपेन्ड गर्छ कि एट एट द एन्ड भिडियो कन्टेन्टको कुरा आउने भयो कि तपाईँको, बुझ्नुभयो कि नै? हजुर। हुन्छ, लेट्स मुभ अन। सो मेटाको मेरो पछाडि ब्याकग्राउन्डको नोइज आइरहेछ? त्यति छैन, अघि भर्खरै हातै गुताएर गइसक्यो। हुन्छ। सो अब के हुन्छ भन्दाखेरि चाहिँ मेटाको एउटा एकाउन्ट हायर के हुन्छ, यो आई डोन्ट नो सबैले बुझ्नु भएको छ कि छैन त्यो थाहा भएन, तर मेनली चाहिँ
सबसे टपमा चाहिँ हामीले एउटा बिजनेस म्यानेजर हुन्छ क्या एउटा, सबसे टपमा। होइन अब हामीले त्यसलाई बिजनेस पोर्टफोलियो भनौँला। अहिले फर फर इन्स्टेन्स तपाईँले तैँले बुझाउनको लागि बिजनेस म्यानेजर भनौँ यसलाई, है। सो त्यो बिजनेस म्यानेजरको अन्डरमा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ सबै कुराहरू आउँछ क्या। तपाईँको इन्स्टाग्राम एकाउन्ट, फेसबुक एकाउन्ट, वाट्सएप एकाउन्ट, मेटा एकाउन्ट सबै पिक्सेल, तपाईँको सेटअपदेखि लिएर सबै कुरा आउँछ क्या त्यसमा, होइन। र यो एकाउन्ट हायरकी म्यानेज गर्ने जरुरी छ, किन भन्दाखेरि चाहिँ यो हुन त यो पार्ट अफ अर्गनाइजिङको म्याटर कुरा हो, होइन। र पहिला मैले एजेन्सी रन गर्ने बेलामा पनि यो नगरेर धेरै झमेला, किनकि 60-70 वटा क्लाइन्ट हुन्थ्यो। अनि सबैको हुन्छ नि मेटाको एउटा एउटा पेज एक्सेस लिएको हुन्थ्यो। त्यति बेला त के थाहा त आफूलाई यस्तो गर्नुपर्छ भनेर, होइन। अनि झमेला के फेरि एउटा स्टाफ थप्यो, फेरि सबै पेजको 1 बाई 1 क्लाइन्टसँग एक्सेस माग्नुपर्ने। त्यो गयो फेरि हटा भन्नुपर्ने, होइन। त्यसै गरी हामीले के गर्न थाल्यौँ भन्दाखेरि बिस्तारै अनि यो बुझ्दै गइयो नि त। अनि सबैको पोर्टफोलियो टु पोर्टफोलियो एक्सेस, पार्टनर एक्सेसहरू दिन थाल्यो, होइन। एड्स एकाउन्ट क्रिएट गरेर उनीहरूकै एकाउन्टको एक्सेस लिने, हाम्रो एड एकाउन्ट नक्रिएट, किनकि हामीले एड एकाउन्ट क्रिएट गरिदिँदाखेरि चाहिँ जब त्यो एड एकाउन्ट प्रब्लम आइदिन्छ, हाम्रो प्रोफाइलमा प्रब्लम आइदिन्छ के। हाम्रो ओभरअल प्रोफाइललाई एफेक्ट गरिदिन्छ कि, होइन। किनकि मेटाले चाहिँ त्यो एउटा ट्रस्टवाला पार्ट म्याटर गर्छ मेटामा। तपाईँले कति टाइमली पे गर्नुभएको छ, तपाईँको कतिवटा एड रिजेक्ट भएको छ, त्यो सबै कुरा म्याटर गर्छ कि, है। सरी। सो बिजनेस म्यानेजरको अन्डरमा एउटा बिजनेस सुइट भन्ने हुन्छ। तपाईँले एप चलाउनु भएको चाहिँ छैन बिजनेस सुइट भन्ने? एकचोटि यहाँ हो त, को चलाउनु भएको छ एप बिजनेस सुइट भनेर? छ सर। ह्यान्ड रेज गरिदिनु न, मैले ह्यान्ड रेज हेर्छु। चलाउनु भएको छ? मोबाइलमा मात्रै चलाउनु भएको छ कि ल्यापटप ब्राउजरमा चलाउनु भएको छ बिजनेस सुइट? ब्राउजरमा चलाउनु त्यसले ह्यान्ड रेज गराउँछ ल। ठिक छ, ठिक छ, ठिक छ। सो मलाई नोइजले चाहिँ प्रब्लम दिला कि जस्तो लागिरहेछ। ठिकै छ। प्रब्लम आइरहेछ नोइजले पछाडि? के छ त? किनकि यहाँ कन्स्ट्रक्सन भइरहेको रहेछ कि। मेरो आवाज आइरहेछ नि? आइरहेछ सर। त्यो नोइज त्यति चाहिँ प्रब्लम दिइरहेछ डिस्टर्ब नि, होइन? छैन नि? छैन अहिले, बेला बेलामा चाहिँ आउने रहेछ, अलराइट, अलराइट, ठिक छ। तर भोइस चाहिँ ओभर पावर गरिरहेछ। अलराइट, अलराइट, म अलिक बेसरी बोल्छु। सो अब यहाँ के हुन्छ भन्दाखेरि चाहिँ हामीले धेरैले मोबाइल एपबाट चलाउँछौँ। तर मैले चाहिँ के भन्छु भन्दाखेरि जति पनि तपाईँले मेटामा काम गर्नुहुन्छ, पोस्टिङदेखि लिएर इन्साइट्सदेखि लिएर जति पनि एकाउन्ट क्रिएट गर्ने, एकाउन्ट डिलिट गर्ने, एड एकाउन्ट, वाट्सएप एकाउन्ट, पिक्सेल एकाउन्ट, होइन, सबै कुराहरू चाहिँ तपाईँले business.facebook.com भन्ने ठाउँबाट गर्ने, होइन। अनि त्यसपछि गएर एड्स म्यानेजर युज गर्ने, बुस्ट बटन त युजै नगर्ने। मोबाइलबाट एड्स म्यानेजर चाहिँ मैले त किन युज गर्छु भन्दाखेरि डेटा हेर्नको लागि कता गरी चलिरहेको के भइरहेछ, अनि फेरि म्यानेज गर्नलाई फेरि वहीँ पुग्ने, के अरे ल्यापटपै खोल्ने हो। मोबाइलबाट कहिल्यै म्यानेज गर्दिनँ मैले, है। सो अब गर्न नमिल्ने नै भन्ने कुरा त होइन, तर के हुन्छ अलिक झ्याउ हुन्छ क्या, होइन। र दुईवटा प्लेटफर्म सिक्नुभन्दा चाहिँ एउटा प्लेटफर्म सिकेको राम्रो हो, है। र बुस्ट नाउ बटनले पनि खासै प्रब्लम क्रिएट गर्ने त होइन, अन्टिल एन्ड अनलेस तपाईँको क्रिएटिभ तपाईँले ड्याम स्योर कि तपाईँको क्रिएटिभ तपाईँलाई 100% एक्युरेट छ, जब तपाईँ भन्नुहुन्छ नि तब बुस्ट नाउ बटन गरे नि केही फरक पर्दैन। तर जब युआर अनस्योर कि मेरो क्रिएटिभ, होइन, आई डोन्ट नो, आई एम स्टिल डाउटफुल अबाउट इट भन्ने खालको क्वेसन स्टेजमा हुनुहुन्छ भने चाहिँ तपाईँले एड्स म्यानेजरमै गएर रन गर्नु पऱ्यो कि, न तपाईँले त्यहाँ पैसा वेस्ट गर्नुहुन्छ। किन वर्क गर्न सक्छ नगर्न सक्छ भन्ने खालको क्वेसन सिचुएसनमा भइसकेपछि त्यो बुस्ट गरेर अर्थ भएन कि। किनकि राम्रो भएन, भयो भने त ठिक छ, युआर लक्की, राम्रो भयो, ठिक छ। बट भएन भने चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ फेसबुकलाई एकदम मिहिनेत पर्छ कि त्यो एड देखाउनको लागि। र जब फेसबुकलाई मिहिनेत पर्छ, पैसा तिर्नुपर्छ कसले? बढी तपाईँले, है। ल, सो यसरी हुन्छ, एउटा स्ट्रक्चरिङ हुन्छ। अनि होल एकाउन्टलाई लिएर यता सार्न उता सार्न बल्ल मिल्छ कि सजिलो हुन्छ। तपाईँले एउटा एउटा पेज म्यानेज गर्दै हुनुहुन्छ, एउटा एकाउन्ट म्यानेज गर्दै हुनुहुन्छ, अनि तपाईँ गाह्रो हुने हो, होइन। बट एउटा एड एकाउन्ट एउटा पेजमा छ, यो छ, यो छ, अलिक मेसिन भन्छु भने, होइन। बट सबै एउटा पोर्टफोलियोमा भयो भने चाहिँ के हुन्छ, सजिलो हुन्छ, है त। ल, सो लेट्स गो प्र्याक्टिकल, होइन। र म एड होइन, पोर्टफोलियो क्रिएट गरेर अनि एड एकाउन्ट राखेर सबै पेजहरू क्रिएट गर्न सबै सिकाउँछु। अनि त्यसपछि गएर अनि विल ह्याभ मोर सेसन्स, अनि त्यसपछि है त। मेरो आइरहेछ स्क्रिन, है।
सो जानुभयो नि बिजनेस facebook.com मा हो। अलराइट। सो दिस इज द बिजनेस सिट होइन, जहाँ सबै कुराहरू म्यानेज गर्छौँ। एड चाहिँ रन गर्दैन यहाँ, स्टिल यहाँबाट एड रन गर्ने त्यहाँबाट होइन है। अब तर हामीले जति पनि कुराहरू छ नि, तपाईँले म आज सरर भन्छु यसको बारे, यो इन्टरफेसको बारेमा बुझाउँछु, किनकि यो इन्टरफेस बुझ्नु एकदमै बिजनेस ओनरले एकदम जरुरी छ कि। अनि मार्केटिङ गर्ने मान्छेले, जस्तै हाम्रो आर्के दिदी हुनुहुन्छ, उहाँले पनि जरुरी छ कि। हाम्रो एकजना अर्को मैडम विशाल दिदीको हुनुहुन्छ, उहाँले पनि एकदम जरुरी छ कि, किनकि सबै डेटा यहाँ हुन्छ, सबै कन्ट्रोल यहाँ हुन्छ। एड रन गर्नलाई हामी अभियसली उता जान्छौँ, तर दिस इज द पार्ट वेयर वी निड टु अन्डरस्ट्यान्ड होइन, दिस इज द डेटाज वी निड टु अन्डरस्ट्यान्ड होइन। थोरै म अबको 15 मिनट मसँग 20 मिनट बाँकी छ, सरर लाएर म बुझाउँछु। सुरुमा चाहिँ एउटा पोर्टफोलियो क्रिएट गरौँ। पोर्टफोलियो भनेको के हो, कस्तो हो भनेर बुझाउँ। जस्तै मसँग अहिले यो एकाउन्टमा धेरै पोर्टफोलियो रहन्छ, तर लेट्स ट्राई, इफ मसँग लिमिट बाँकी छ भने चाहिँ एउटा नयाँ बिजनेस पोर्टफोलियो क्रिएट गर्न ट्राई गरौँ, जस्ट फर मेटा एड्स है त। मेटा एड्स मास्टर क्लास भनेर गरौँ है त। फर्स्ट नेम लास्ट नेम सागर छेत्री, बिजनेस इमेल के भन्नुभयो, माइक अन गरेर भन्नु ल, मैले यहाँ देखेको छैन तपाईँको। यु हेभ रिच, ए मिल्दैन, मैले धेरैवटा क्रिएट गरिसकेँ। त्यो माइक अन गरेर भन्नु होला, किनकि मैले देखाएको हुँदैन, मेसेज गर्नुहुन्छ फेरि यहाँ आउनुपर्छ। फुल स्क्रिन छ मेरो त, तपाईँले के हेर्दै हुनुहुन्छ, मेरो फुल स्क्रिन छ यहाँ त। यहाँ त फुल स्क्रिन त गर्न मिल्दैन मैले त सरी है, यहाँ त फुल स्क्रिन गर्न मिल्दैन मैले। अब खै तपाईँले चाहिँ गर्नुपर्ने हो कि त्यहाँबाट, मैले यहाँबाट त गर्न मिल्दैन नि, यहाँभन्दा त गर्न मिल्दैन, म्याक्सिमम् हो मेरो। ल ठिक छ। सो पोर्टफोलियो चाहिँ क्रिएट गर्न मिलेन अनफर्चुनेटली, बट प्रोसेस तपाईँले भनिदिइहालेँ मैले। जस्ट एउटा फर्म भर्ने, क्रिएट गर्ने, क्रिएट हुन्छ। अनि कस्तो खालको एउटा एकाउन्ट आउँछ भन्दाखेरि चाहिँ यस्तो खालको, यहाँ बिजनेस पोर्टफोलियोको अन्डरमा सरलाई यस्तो यस्तो एउटा बनायो, भर्खर बनाएको हामीले यो हो होइन। अघि हामीले मेटा एडको इफ सक्सेस भएको थियो भने मेटा एड्स भनेर, यहाँ मेटा एड्स मास्टर क्लास भनेर एउटा यहाँ आउँथ्यो, राइट। अब लेट्स सी कि ब्रान्डबर्ड भन्ने एउटा छ अरे होइन, द्याट्स वान बिजनेस पोर्टफोलियो। त्यो पोर्टफोलियोको अन्डर के हुन्छ भन्दाखेरि अब बल्ल एसेट हुन्छ कि। जस्तै अब म फेरि स्लाइडमा अब जान्छु। जस्तै हामी भर्खरै यो म्यानेजर एकाउन्ट क्रिएट गऱ्यौँ। म्यानेजर एकाउन्टमा चाहिँ के हुन्छ भन्दाखेरि अब यो सबै बल्ल हुन्छ कि यो, ठिक छ। ल एसेट्स भनौँ न। सो सुरुमा सेटिङमा जाउँ यसको। सेटिङमा गएर चाहिँ धेरै कुरा गर्न मिल्छ। एकचोटि अथेन्टिकेट गरिदिइहाल्छु। अलराइट सरी। सो जोसँग जतिजनासँग पनि एक्सेस छ यहाँ हुन्छ कि। नाउ सबैसँग हुनुपर्ने यही नै हो कि होइन। जस्तै मैले पर्सनल पोर्टल एउटा क्लाइन्टलाई यसको एक्सेस दिएको छु, जस्तै हाम्रो एउटा यही एकाउन्ट हो, रेप्सीको सौभाग्य भन्नेसँग एउटा अर्कोसँग एकाउन्ट एक्सेस छ। अब जुन एक्सेस छ नि उसँग, जस्तै मैले पर्सनल पोर्टललाई एकचोटि भ्यू डिटेल्स गरेर हेरौँ है। अब उसँग के को एक्सेस छ त, ब्यान्डबर्ड मेडेक्स 2 मेडेक्स 1 भने मलाई दुइटा, उसलाई एड एकाउन्टको दुइटाको एक्सेस उसलाई दिएको छु कि होइन। अरूको एक्सेस दिएको छैन, फेरि दिनु पऱ्यो भने भर्खरै दिन मिल्छ कि त्यहीँबाट। अरू उसलाई फेरि इन्भाइट गरेर पेजमा गएर के गर्नु पर्दैन। जब ऊ बिजनेस पोर्टफोलियो अन्डरमा हाल्छौँ उसलाई एज अ पिपुलमा होइन, अभियसली त्यो राख्न सिकाउँछु मैले है। पिपुलमा राखिसकेपछि के हुन्छ भने एउटा पर्सन टु पर्सनलाई चाहिँ एउटा पोर्टफोलियोको एक्सेस दिन सजिलो हुन्छ होइन। अनि अब हामीले चाहिँ के गर्छौँ भन्दाखेरि सबै कुरा चाहिँ पोर्टफोलियोको अन्डरमा लिएर आउँछौँ कि, सबै कुरा यहाँ एकाउन्ट्सको अन्डरमा लिएर आउँछौँ है। जस्तै पेजको कुरा हुनसक्छ है, तपाईँको अलि एउटा पेज राखेको रहेछ क्लाइन्टको लागि भनेर, अनि सो एड गरेर मेबी तपाईँको एक्जिस्टिङ पेज छ, तपाईँसँगै छ भने चाहिँ के हुन्छ, एक्जिस्टिङ पेज गर्नुहुन्छ होइन। तपाईँसँग मेबी नाम राख्नुहुन्छ होला, त्यसले मानौँ एसएयुबिएसए सौभाग्य अहिलेलाई कन्स्ट्रक्सन राखिदिउँ होइन। सो नेक्स्ट गर्नुहुन्छ होइन, अनि नेक्स्ट गर्नुहुन्छ
त्यसपछि गएर के गर्नुहुन्छ भन्दाखेरि चाहिँ आई एग्री गरेर एड पेज एन्ड इन्स्टाग्राम गर्नुहुन्छ। अब त के हुन्छ तपाईँको पेज र इन्स्टाग्राम चाहिँ अब यो पोर्टफोलियोमा मुभ हुन्छ कि राइट। सो मेरो सजेसन के हो भन्दाखेरि चाहिँ तपाईँले एउटा पोर्टफोलियो बनाएर चाहिँ सबै कुरा चाहिँ एउटै पोर्टफोलियोको अन्डरमा म्यानेज गर्न ट्राई गर्नु होइन। डिफ्रेन्ट डिफ्रेन्ट पोर्टफोलियो बनाउनु भन्दा चाहिँ सजिलो हुन्छ एउटै पोर्टफोलियो म्यानेज गर्न होइन। फेरि मानव त कसैलाई कसैलाई एक्सेस दिनु पऱ्यो भने चाहिँ तपाईँले के गर्नुहुन्छ भने फेरि एभ्री पोर्टफोलियोको इच एन्ड एभ्री इन्डिभिजुअली एक्सेस दिनु पऱ्यो। बट एउटै पोर्टफोलियो सबै पेजहरू छ भने चाहिँ के हुन्छ भन्दाखेरि जाने पिपलमा जाने एक्सेस दिदिने सबै पेजको एक्सेस उसले त्यहाँबाट पायो, हटाउनु पऱ्यो नि त्यो ठक्कै त्यहाँबाट हटाइदिने सकिहाल्यो, सबैको पेज एक्सेस हटिहाल्यो है। ल सो यो भयो पेजेसको कुरा। सो यसरी नै इन्स्टाग्राम एकाउन्ट वाट्सएप एकाउन्ट तपाईँले कनेक्ट गर्न सक्नुहुन्छ, सिम्पल एड गर्ने कुरा हो। यहाँबाट तपाईँले चाहिँ पेजबाट नयाँ पेज नै यहाँबाट क्रिएट गर्न सक्नुहुन्छ है। र पेज नयाँ क्रिएट गर्ने यहीँबाट नै गरेको राम्रो है। उताबाट तपाईँ जब फेसबुकको .com क्रिएट गर्नुहुन्छ नि तब चाहिँ के हुन्छ नि त्यो नयाँ पोर्टफोलियो बनाएर क्रिएट गरिदिन्छ कि उसले, किनकि थाहा हुँदैन नि त उसलाई कुन पोर्टफोलियोमा हाल्ने भनेर राइट। त्यही भएर चाहिँ तपाईँले पेज क्रिएट यसरी गर्ने अनि टक्कलाई पेज नेम क्याटेगोरी बायो राखेर चाहिँ नेक्स्ट गर्ने। लोगोसोगो यहाँबाट अपडेट तपाईँलाई सही लाग्छ भने उतैबाट लोगो अपडेट गर्दा फरक परेन, बट पेज चाहिँ यहीँबाट बनाउनु ल। ल इन्स्टाग्राम एकाउन्ट पनि सेम छ, वाट्सएप एकाउन्ट पनि सेम छ। अब बिजनेस यसरी ग्रुप भनेको चाहिँ एउटा ग्रुप बनाएर राख्ने हो होइन। यसमा खासै नजाउँ किनकि चाहिँदैन खासै, अब उसले खासै गर्दैन। र हामी अहिले जाउँ मेन हाम्रो एजेन्डा एड्स एकाउन्टमा है। सो यहाँ 2 एड एकाउन्ट डिजेबल भएर बसेको छ। डिजेबल हुनुको केही पनि रिजन थिएन, पैसा लोड गरेर पनि डिजेबल गरे है। फेसबुकले मलाई पैसा $20, $20, $30 ठग गएको छ, ठिक छ पनि। सो आई डोन्ट नो अहिले 1 2 3 4 5वटा एड एकाउन्ट रहेछ। सो 5वटा एड एकाउन्ट भनेको 5वटा डिफ्रेन्ट एड रन गर्ने भन्ने मिली चाहिँ होइन क्या यो। भनेपछि 5वटा डिफ्रेन्ट एड एकाउन्ट हो, 5वटा डिफ्रेन्ट वेमा गर्न सकेँ, आफ्नो मर्जी हो जसरी गर्न पाइयो। तर जेनरली मैले हुन्छ नि यो एड एकाउन्ट ह्यास 3मा चाहिँ मैले अहिले 2 क्लाइन्टको एड रन गरिरहेको छु यसमा एउटाबाट होइन। हुन त टेक्निकली थोरै रङ पनि हुन त हो, सबै डिफ्रेन्ट क्याटेगोरीको र डिफ्रेन्ट इन्डस्ट्रीको चाहिँ एकाउन्ट एउटै एड एकाउन्टबाट रन गर्न हुँदैन भन्छ मेटाले टेक्निकल्ली। बट नेपाली कन्टेक्समा खासै त्यो फरक पर्दो रहेछ कि मैले धेरै वर्षदेखि गरिरहेको छु नि त होइन। बट टेक्निकल्ली चाहिँ तपाईँको यो पोर्टफोलियोमा धेरैवटा एकाउन्ट बनाउने एक्सेस छ भने चाहिँ डिफ्रेन्ट एकाउन्टबाट गरेको राम्रो। इन्डस्ट्री डिफ्रेन्ट छ भने चाहिँ, इन्डस्ट्री नै डिफ्रेन्ट छ भने चाहिँ राइट। सो एड एकाउन्ट क्रिएट गर्नु कसरी त यहाँ आयौँ हामी, सिम्पल प्रोसेस छ, जाने एडमा जाने क्रिएट एकाउन्ट गर्ने। इफ तपाईँले पहिले एकाउन्ट क्रिएट गरिसक्नु भएको छ भने चाहिँ अनि एड एक्जिस्टिङ एकाउन्ट गर्ने हो होइन। तर एड एक्जिस्टिङ एकाउन्ट गरिसकेपछि यो आइडी छ नि यो हो, यो आइडी थाहा हुनुपर्छ ल। यो आइडी थाहा भएपछि बल्ल चाहिँ गर्नुपर्छ हामीले एड गर्नु मिल्छ, ठिक छ। सो अहिले क्रिएट गरिदिएँ मैले, बट गर्नु मिल्दैन किनकि 5वटा लिमिट छ मेरो एकाउन्टमा, थाहा छ मलाई। सो एड एकाउन्ट नाम जे राखे नि भयो, मैले मेटा एड्स राखिदिन्छु। अनि टाइम जोन एकदम केयरफुल हुनु, यो टाइम जोन केयरफुल हुनु ल। तपाईँले जहाँबाट युज गर्दै हुनुहुन्छ यो टाइम जोन त्यहीँको सेट गर्नु ल। अरूको सेट गर्नुभयो भने तपाईँको एकाउन्ट ब्लक हुने चान्सेस धेरै बढ्छ, किनकि अहिले त एआईले गर्दाखेरि त एआईले खासै बुझाएको हुँदैन, बेसिक बच्चा जस्तो छ। अनि एआईले त सानसानो कुराहरूलाई पनि ब्लक गरिदिन्छ। जस्तै त्यही एड एकाउन्टकै दुइटाको मेरो एड एकाउन्ट कुरा गर्नु, भर्खरै फ्रेसली एकाउन्ट बनाएको छ, एडै रन गरेको छैन, कार्ड लोड गरेर मैले डलर नै लोड गरिसकेँ, प्रिलोड गरिसकेँ, क्लाइन्टबाट प्रिलोड गर्नु लागिसकेँ, एड एकाउन्ट ब्लक गरिदियो अब होइन। पे नाउ भनेर चाहिँ पे नाउ गर्नुपर्ने नै छैन, एडै रन गरेको छैन अहिलेसम्म, पे नाउ भइरहेको छ होइन। अब मेबी प्रब्लम कहाँ आयो भन्दाखेरि चाहिँ मैले नेपालमै बसेर चाहिँ त्यही हुन्छ टाइम जोन चाहिँ मैले युकेको राख्न खोजिरहेको थिएँ होइन। अनि त्यसपछि गएर चाहिँ दुइटै एकाउन्ट ब्लक ब्लक गरिदियो अनि बनाउनु दिएन कि। सो युकेको कार्ड युज गरेर, सरी युकेको कार्ड युज गरेको भएर है। त्यही भएर चाहिँ तपाईँले इफ एकाउन्ट बनाउँदै हुनुहुन्छ भने तपाईँ जहाँबाट चलाउँदै हुनुहुन्छ त्यही टाइम जोन चाहियो, ठिक छ। तपाईँले जहाँबाट चलाउनुहुन्छ त्यहीको कार्ड एड गर्नु पऱ्यो। नेपालबाट तपाईँको नेपाली एकाउन्ट हो भने कार्ड इन्डियामा एड गर्नु भने मेरो जस्तै हुन्छ, दुइटा एकाउन्ट ब्लक हुन्छ। त्यही भएर नेपाली एकाउन्ट नै युज गर्नु, कार्ड युज गर्नु। इफ तपाईँको साथीको कार्ड युज गर्दै हुनुहुन्छ, इन्टरनेसनल कार्ड छ तपाईँको नाममा छ भने चाहिँ डजन्ट म्याटर है, हाल्दा हुन्छ। बट तपाईँको नाममा छैन भने के गर्ने, सुरुमा भन्ने कसको कार्ड हो साथीलाई भन्ने, साथीलाई एउटा पुरै बिजनेस पोर्टफोलियो क्रिएट गरिदिने। अनि उसलाई के भने पोर्टफोलियो एक्सेस दिने। मेबी तपाईँ त्यो लिनुहुन्छ होला नि त, अहिले के छ त्यो रिमोट एक्सेस लिने, त्यो लिएर आफै ल्यापटपबाट गरिदिनुहुन्छ होला, अरू उसलाई सिकाउनुहुन्छ होला। उसलाई चाहिँ के गर्नु पऱ्यो भने उसले चाहिँ एड एकाउन्ट क्रिएट गर्नु पऱ्यो क्या होइन।
उसले एड एकाउन्ट क्रिएट गरेर एड एकाउन्ट क्रिएट पनि नगरिकन गर्दाखेरि चाहिँ प्रब्लम जेनरल आइरहेको हुन्थेन। बट मैले चाहिँ नि मैले एड एकाउन्ट क्रिएट गरेर एक्सेस दिएको थिएँ भएर चाहिँ यहाँ प्रब्लम आयो कि। त्यही भएर म त अहिले चाहिँ भनिरहेको छु। एड एकाउन्ट आफूले क्रिएट नगरिकन उसलाई क्रिएट गर्न लाउने र उसलाई कार्ड हाल्न लाउने र तपाईँले चाहिँ त्यो एड एकाउन्ट चलाउने। चलाउनु चाहिँ पाइयो फेरि मजासँग। तपाईँले चलाएर चाहिँ केही मतलब भएन। बट तपाईँले चाहिँ नेपालमा बसेर चाहिँ फेरि युकेको कार्ड हालिदिनुहुन्छ जहाँ चाहिँ तपाईँको नाम छैन, त अब प्रब्लम त्यहाँ आउँछ कि। है? ल। सो नेक्स्ट गरिदिन्छु। माई क्लाइन्ट ठिक छ, नेक्स्ट गरिदिन्छु, एग्री गरिदिन्छु, होइन? अनि क्रिएट गरिदिन्छु, हुन त हुँदैन, त्यही पनि बटन दाबिदिउँ न के छ र। ल, एकाउन्ट लिमिट रिच भन्छ, 5 वटा भन्दा बढी लिमिट थिएन मेरोमा। बट तपाईँहरूकोमा फेरि 5 वटा नहुनसक्छ है। जस्तै त्यो चाहिँ कहाँबाट हेर्ने भन्दाखेरि चाहिँ म्याक्सिमम् फेरि कार्ड एड गर्ने ठाउँमा पनि आउँछु। सो बिजनेस इन्फोमा जान्छु म। त्यसपछि गएर यहाँ चाहिँ हुन्छ। अब यो भेरिफिकेसन कुराहरू पनि तपाईँ गर्न सक्नुहुन्छ। त्यो नोटरी सोटरी गरेर सबै लफडाको काम चाहिँ छ चाहिँ। बट भेरिफाई गऱ्यो भने चाहिँ यो लिमिटहरू बढ्दै जान्छ है। सो एड एकाउन्ट क्रिएसन लिमिट भनेर यहाँ छ है। सो एड एकाउन्ट क्रिएसन लिमिट भनेर चाहिँ 5 छ मेरोमा, तपाईँको 1 हुनसक्छ, तपाईँको कसैकोमा 2 हुनसक्छ, कसैमा 3 हुनसक्छ। मेरो अर्को एकाउन्ट 9 थियो होइन। यो चाहिँ के हुन्छ भने तपाईँको फेसबुकसँग जति लाइक पुरानो कनेक्सन छ, एड एकाउन्ट रन गरिरहेको, बिजनेस पोर्टफोलियो क्रिएट गरिरहेको, त्यति नै बढी लिमिट दिइरहन्छ क्या अहिले होइन। सो यो चाहिँ फेसबुकले दिने एसाइन गर्ने कुरा हो, हामीले सेट गर्नु मिल्दैन होइन। सो यो चाहिँ अब कसैको हातमा छैन, फेसबुककै हातमा छ कति लिमिट दिने भनेर चाहिँ है। ल, सो यो चाहिँ एड एकाउन्ट क्रिएट गर्ने कुरा भयो, पेजेसहरू एड गर्ने कुरा भयो, अनि सबैलाई चाहिँ एउटा पोर्टफोलियोको अन्डरमा ल्याउने कुरा भयो है। सो तपाईँको डिफ्रेन्ट मल्टिपल पेजेसहरू छ, एउटा पोर्टफोलियोको अन्डरमा लिएर आउनुहुन्छ र सबै एउटा यसरी म्यानेज गरेर राख्नुहुन्छ एक ठाउँमा है। अनि अब एक्सेस तिमीलाई के अन्त पिपुलमा जाने, इन्भाइट पिपुल गर्ने, इमेल टाइप गर्ने उसको, डजन्ट म्याटर उसको इमेल फेसबुकमा लिङ्क छ कि छैन, लिङ्कको कुरा भएन। किनकि यो इमेल जुन हालेको छ त्यसमा मेल्सहरू जान्छ कि उसको लागि होइन। सबै कुराहरू जस्तै फ्युचर नोटिफिकेसनहरू त्यही बेला जान्छ। अनि अहिले sagar@wm.com.np हालौँ होइन। नेक्स्ट गरौँ। अब एक्सेस कतिको दिने हो त होइन, के एक्सेस दिने हो त। पार्सल एक्सेस दिने हो भने ठिक छ, उसले त्यो त्यो जुन कुन एसाइन गर्यो त्यो भन्दा अरूले उसले केही छुन पाउँदैन। फुल कन्ट्रोल दियो भने उसले आफै एक्सेस गर्न के अरे उनी आफैलाई हुन्छ नि एसेट एसाइन गर्न मिल्छ होइन। फेसबुक पेज मैले एउटा कुनै दिन खोजिरहेको थिएँ, बट अरूले अरू पनि आफै हाल्न मिल्छ कि होइन। सो फुल कन्ट्रोल दियो भने सबै कुरा गर्न मिलिहाल्यो। अब फाइनेन्स एक्सेस दिने कि नदिने भन्ने कुरा हुन्छ। फाइनेन्स भनेको चाहिँ तपाईँको रेभेन्यू कुरा हुनसक्छ, ट्रान्जेक्सन हुनसक्छ तपाईँको होइन, तपाईँको कार्डहरूको रिमुभ गर्ने कुरा हुनसक्छ है। हो त्यो कुरा चाहिँ एक्सेस पाउँछ उसले है त। सो होइन ठिक छ, कार्डहरू पनि मलाई दिनु छैन भनेपछि तपाईँले त्यो फाइनेन्स पनि अफ गरिदिँदा हुन्छ है। सो नेक्स्ट गर्छु। अनि त्यसपछि गएर अप्सन के आउँछ भन्दा फेसबुक पेज सिलेक्ट गर, वाट्सएप एकाउन्ट सिलेक्ट गर, पिक्सल सिलेक्ट गर, अनि एड एकाउन्ट सिलेक्ट गर भन्छ। पिक्सल के भनेर मैले भनिनँ अघि, सरी बिर्सेछु, एकछिन भन्छु है त। सो फेसबुक पेज कुन कुन दिने त टिक लगाइदिने। अनि त्यो पेजको चाहिँ कतिको एक्सेस दिने हो त, कुन लेभलमा एक्सेस दिने हो त पेजेसहरूको है। भनौँ पार्सल दिने हो भने पार्सल दिने, पार्सल दियो भने के हुन्छ उसले धेरै कुरा चाहिँ गर्न मिल्दैन होइन। लाइक पेज रिमुभ गर्न मिल्दैन, पेज बाट अरूलाई रिमुभ गर्न मिल्दैन होइन। जस्ट डिफ्रेन्ट कुराहरू हुन्छ। कन्टेन्ट एन्ड कम्युनिटी भनेपछि कन्टेन्ट पोस्ट गर्न मिल्छ, उसले एडको ट्र्याक गर्न मिल्छ, एड रन गर्न मिल्छ भनेपछि अरू कसैले एड रन गर्न दिँदै हुनुहुन्छ भने त्यो कन्टेन्टमा दिँदै खास फरक चाहिँ पर्दैन। बट एभ्रिथिङ दिएको नि खास फरक पर्दैन कि, किनकि यु हेभ द बिजनेस पोर्टफोलियो एक्सेस। अनि त्यो पोर्टफोलियोसँग म्यानेज हुनुहुन्छ भने युआर सेक्योर्ड कि कसैले के गर्न सक्दैन तपाईँलाई, पेजबाट रिमुभ गर्न मिल्दैन तपाईँलाई है। सो एभ्रिथिङ टिक लगाइदिएँ अहिले मैले। अनि एड एकाउन्टको पनि ल एउटा टिक लगाइदिएँ मैले, 3 टिक लगाइदिएँ, म्यानेजमा टिक लगाइदिएँ होइन। अब यहाँ पनि सेम छ है, के एक्सेस दिने। अब पिक्सल भनेको एकछिनमा आउँछु म, पिक्सल पनि टिक लगाइदिएँ मैले। अनि म्यानेज पिक्सलमा टिक लगाइदिएँ, वाट्सएप एकाउन्ट छ, वाट्सएप एकाउन्ट टिक लगाइदिएँ मैले, म्यानेजमा गरिदिएँ र नेक्स्ट गरिदिएँ है त। जति पनि छ ठिक सरर लाएर आउँछ, लिस्ट आउँछ कुन एक्सेस दिने। अनि किनकि मैले पार्सल दिइरहेको छु नि त, पार्सलमा किन म्याटर गर्छ भन्दाखेरि चाहिँ म जुन जुन दिएँ त्यो बाहेक अरू उसले छुन मिल्दैन कि अरू जुन जुन एकाउन्ट र एसेटको एक्सेस दिएँ त्यो बाहेक अरू छुन मिल्दैन उसले। सो इन्भाइट विथ फर एक्सेस गरिदिन्छु र इन्भिटेसन उसको मेलमा जान्छ, मेलबाट उसले क्लिक गरेर चाहिँ जुन फेसबुक एकाउन्टबाट उसले लगइन गरेर एक्सेप्ट गर्छ नि, त्यही फेसबुक एकाउन्ट चाहिँ पछि गएर चाहिन्छ उसलाई यो एक्सेस गर्नको लागि है। अभियसली फेसबुक र मेटा त लिङ्क हुन्छ, आई मिन फेसबुक र बिजनेस सुइट त लिङ्क हुन्छ। मानौँ यो लिङ्क गयो मेलमा, उसले मेलबाट खोल्यो मेबी उसको बहिनीको आइडीबाट, बहिनीको आइडीबाट लिङ्क भयो भने उसको बहिनीको आइडी खोल्न चाहियो क्या अब हामीलाई, उसलाई चाहिँ यो एक्सेस पाउनको लागि होइन। सो उसले आफ्नो आइडी खोल्नु पऱ्यो है। ल, सो मैले क्लोज गरिदिएँ किनकि मलाई इन्भिटेसन आफूले के इन्भिटेसन पठाउनु।
सो पिपल म्यानेज गर्ने यसरी भयो है त। अब अर्को भनेको चाहिँ तपाईँको पार्टनर चाहिँ अब हामी जस्तो एजेन्सिजहरू हुन्छ नि, एजेन्सिजहरूले के गर्छ भन्दाखेरि चाहिँ एउटा पोर्टफोलियोको एक्सेस आफ्नो पोर्टफोलियोमा लिन्छ। जस्तै मानौँ मेरो कम्पनीको नाम थियो समथिङ सौभागी ग्रुप भन्ने मेरो कम्पनीको नाम मार्केटिङ एजेन्सीको नाम हो अरे फर इक्जाम्पल। अब के गर्छु भन्दाखेरि मैले चाहिँ यो ब्रान्डवर्डको एक्सेस चाहिँ के गर्छु, ल पहिला सुरुमा कपी गरौँ, यसको पोर्टफोलियोको आइडी है, पोर्टफोलियोको आइडी कपी गरौँ। अनि मलाई के चाहियो, मेरो ब्रान्डवर्ड भन्ने चाहिँ मेरो क्लाइन्ट भयो अरे फर इक्जाम्पल, अनि सौभागी ग्रुप इज माई बिजनेस एजेन्सी होइन। अब मैले एक्सेस कसरी माग्छु भन्दाखेरि त्यो होल पोर्टफोलियोको के मानौँ त्यो क्लाइन्टसँग चाहिँ 5वटा पेजेस छ अरे म्यानेज गर्नुपर्ने भनेपछि 5वटा पेजेसको एक्सेस एकैचोटि माग्नु पऱ्यो भने के गर्ने, अब पार्टनर एक्सेस माग्ने हो हामीले है। ओके, सो पार्टनर्समा जाने, अनि एडमा जाने, अब आक्स पार्टनर्स टु एसाइन यु एसेट गर्ने, गेट स्टार्टेड गरिदिने, अनि कन्ट्याक्ट इमेल के हुन्छ भन्दाखेरि चाहिँ मैले अहिले राख्दिएँ info.yours@gmail.com किनकि यसको इमेल हो यो। पोर्टफोलियो आइडी जुन अघि मैले कपी गरेँ त्यो राखिदिने। अब तपाईँको बिजनेसको रोल के हो, एजेन्सी हो, एजेन्सी। पार्टनरको रोल के हो, ब्रान्ड र बिजनेस हो, बिजनेस हो, नेक्स्ट गरिदिने है। अब के चाहियो तपाईँलाई, चाहिएको टिक लगाउने, ए सब चाहियो मलाई, बस सब सब माग्दै नेक्स्ट गरिदिने, सब टिक लगाउने, नेक्स्ट गरिदिने। अनि त्यसपछि सेन्ड रिक्वेस्ट गरिदिने, सेन्ड रिक्वेस्ट इमेलमा पनि आउँछ, अनि अर्को भनेको यहाँ पनि आउँछ। सो तपाईँको यहाँ रिक्वेस्ट भन्ने ठाउँमा आउँछ, हल्का टाइम लाग्यो होला। सो यहाँबाट चाहिँ एप्रुभ गरिदिइसकेपछि चाहिँ तपाईँ के हुन्छ भन्दाखेरि यो पार्टनर्समा एक्सेस जान्छ है। अहिले आई डोन्ट नो टाइम लगाइरहेको होला आउनुलाई, ठिकै छ तर। सो एजेन्सी छौँ हामी, बिजनेस टु बिजनेस गर्नुपर्ने छ भने यो किन गर्नुपर्छ भन्दाखेरि चाहिँ जस्तै एजेन्सीमा पनि इम्प्लोइ चेन्ज भएको भइ गर्छ। अब एभ्री टाइम क्लाइन्टको पोर्टफोलियोमा गएर हाम्रो क्लाइन्ट के अरे उसलाई के अरे इम्प्लोइ एक्सेस दिने कुरा नि भएन होइन। त्यो भएर चाहिँ पोर्टफोलियो टु पोर्टफोलियो एक्सेस दिइसकेपछि त जब हाम्रो पोर्टफोलियो एक्सेस छ उसँग भनेपछि जति पनि हाम्रो पोर्टफोलियोमा क्लाइन्टको पार्टनर एक्सेस छ नि सबैको एक्सेस उसलाई हुन्छ। अनि फेरि पोर्टफोलियो रिमुभ गरिदिएपछि सबैको हटिहाल्यो एकैचोटि। अब यो जति पनि मैले भने तपाईँलाई यो सबै म्यानेज सिम्पल गराउन इजी कन्भिनियन्सको लागि हो है। टेक्निकल्ली यसले तपाईँको बिजनेस इम्प्याक्ट गर्छ, नो, के पनि इम्प्याक्ट गर्दैन। तर यो सबै फ्युचरलाई सोचेर चाहिँ म्यानेज गर्न सजिलो होस्, सबै कुराहरू अर्गनाइज होस्, किनकि बिस्तारै थपिँदै जान्छ होइन। सो अर्गनाइजमेन्टको लागि चाहिँ यो हो है। ल अब म थोरै टाइम बाँकी छ त, तर आई विल ट्राई टु कस्तो भन्दाखेरि चाहिँ एड एकाउन्टको पार्ट चाहिँ म कम्प्लिटली सक्छु है। ओके, एड एकाउन्ट रहेछ। सो यसमा गएर यहाँ गएर चाहिँ ओपन इन एड्स म्यानेजर गर्छु। अनि एड्स म्यानेजर खोलिसकेपछि चाहिँ के हुन्छ भन्दाखेरि तपाईँको बिलिङ्समा जान्छौँ हामी है, कार्डहरू एड गर्नलाई बिलिङ्समा जान्छौँ। अनि बिलिङ्समा गइसकेपछि चाहिँ हामीले के गर्छौँ भन्दाखेरि यसमा पनि एकदम केयरफुल हुनुपर्छ है, किनकि यो एकाउन्ट क्रिएट गर्ने र कार्ड एड गर्ने बेलामा चाहिँ एकदमै केयरफुल हुनु पऱ्यो होइन। फर्स्ट थिङ तपाईँले जब एप्पल डिभाइसेसबाट हुन्छ नि, अब सबैबाट नभनौँ, एप्पल डिभाइसको एड्स म्यानेजर फेसबुकको एपबाट इन्स्टाग्रामको एपबाट गर्नुहुन्छ भने तपाईँले के गर्नुहुन्छ भन्दाखेरि 30% एक्स्ट्रा पे गर्नुहुन्छ है। कति पे हुनुहुन्छ, तपाईँको मानव $100 पे गर्दै हुनु के अरे स्पेन्ड गर्दै हुनुहुन्छ भने $100 प्लस 13% प्लस 30% एप्पलबाट गऱ्यो भने 30 भनेको त 43% एक्स्ट्रा, आधीभन्दा आधी जति हुनु गयो कि एक्स्ट्रा त पे गर्नुपर्ने होइन। सो जोगाउने तरिका म सिकाउँछु। सो मोबाइलबाट त भने नगर्नु बरु, मैले त पहिलेदेखि मोबाइलबाट नगर्नु भन्छु, बट एप्पलबाट त गऱ्यो भने 30% एक्स्ट्रा काटिन्छ, किनकि त्यो एप्पलको अस्ति नै कोअपरेटिभ अनुसार चाहिँ 30% एप्पलले राख्ने हो फेसबुकले भन्दा पनि है। सो नगर्नु मोबाइलबाट, गर्दाखेरि यतैबाट गर्नु, यताबाट गरे पनि 13% फेरि काटिएर आउँछ, 13% जोगाउँछ हामीले एकछिनमा। तर अहिलेको लागि पेमेन्ट मेथड एड गरौँ। मैले भनिहालेँ अघि कन्ट्री तपाईँको एकाउन्ट भएको चाहियो, मिसम्याच केही पनि हुनु भएन, टाइम जोन चाहियो है। नेक्स्ट गर्नुहुन्छ र अब है यहाँ चाहिँ अलि समस्या छ कि होइन, तर त्यो समस्याको सोल्युसन पनि छ मसँग।
अब बिजनेस इन्फो भनेर हालौँ। सो यो प्यान भन्ने कुरा छ कि तपाईँको अब हुन त एउटा भिडियो आइडन टिकटक मेरो कतिले हेर्नुहुन्छ हेर्नुहुन्न होइन। अब हालेको थुप्रो मान्छेहरूले चाहिँ के भन्नुहुँदै हुन्थ्यो भन्दाखेरि चाहिँ रिभर्स ट्याक्सको कुराहरू गरिदिनु हुन्थ्यो, आइडेन्टिटी आइआइडी कुरा गरिदिनु हुन्थ्यो। हुन त म 5-6 वर्ष भइसक्यो गरिरहेको, अब तपाईँ काटिरहेको छैन भनेपछि म न फेस जबसम्म मान्छेले के भन्छ नि, जबसम्म दुःख भोग्दैन तबसम्म बुझ्दैन भन्छ कि म पनि त्यो स्टेजमा छु अहिले चाहिँ यो कुरामा चाहिँ होइन। त्यही भएर चाहिँ यहाँ के हुन्छ अरे अहिले चाहिँ मैले ऱ्यान्डम प्यान हालिदिइरहेको छु, यसरी 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 अहिले नम्बर लिनुभएको गर्छ, टिक लगाइदिन्छु, सेभ गरिदिन्छु, ल बस सेभ भयो। अब यो पेन हाल्नु त के हुन्छ भन्दाखेरि चाहिँ तपाईँको 13% एक्स्ट्रा काट्दैन कि। मेरो त अब्जेक्टिभ त्यही हो, तपाईँको पैसा जोगाइदिने होइन। त्यो ट्याक्स एकाउन्ट प्यान नम्बर कसको एक्जिस्टै गर्दैन। अब एक्जिस्ट नगर्ने एकाउन्ट हालिसकेपछि कहाँबाट लिगल्ली कुरा आउने त, लिगल त कुरा आउने कुरै भएन। बरु एड एकाउन्ट बन्द गरिदियोस्, नयाँ एड एकाउन्ट बनाउँछु म, ठुलो कुरै भएन त्यो होइन। बट 30% जोगाउँदाखेरि एभ्री मन्थको 30% तपाईँको तपाईँले महिनाको 500 रुपियाँ खर्च गर्नुहुन्छ, 13% भनेको कति हो त होइन। राइट। सो हामीले 30% पनि सेभ गऱ्यौँ, 13% पनि सेभ गऱ्यौँ। अब जाँदैछौँ हामीले एड एकाउन्ट ब्लक कसरी नगर्ने भन्ने कुरामा। किनकि अब तपाईँको मानौँ के छ भन्दाखेरि नेपाली कार्ड युज गर्दै हुनुहुन्छ, सकिन्छ 500 त छिन सकिन्छ। अब गर्ने के, बनाउने साथीको आफन्तको दाजुभाइ बहिनीको अब मेरो मैले कन्टेक्समा कतिको स्टाफको पहिला बनाएँ मैले होइन। कहिलेकाहीँ मेरो जुन एड एकाउन्ट एड डलर मिलाइने मान्छेको डलर सकिया हुन्छ, अब बनाउनु पऱ्यो स्टाफको। अब सबैको नाम डिफ्रेन्ट हुन्छ नि त कार्डमा त होइन। सो के गर्छु भन्दाखेरि चाहिँ मैले इनिसियल्ली एउटा नाम युज गरेको थिएँ सागर छेत्री भनेर। अहिलेसम्म जति पनि कार्ड एड गरेँ मैले 100-200वटा कार्ड एड गरिसकेँ होला, सबैमा त्यही नाम एड गर्छु। किनकि एउटा कुरा के फिगर आउट गरेँ भन्दाखेरि मैले कार्ड एड गर्ने बेला चाहिँ नाम चेक हुँदैन, नम्बर, एक्सपायरी डेट र सिबिबी चेक हुन्छ। त्यो चाहिँ तपाईँले जब यो कार्ड एड गर्ने स्टेजमा पुग्नुहुन्छ नि, तर स्टार्टिङमा एउटा नाम युज गरेपछि त्यही नाम युज गरिराख्नुहोस् कि सधैँभरि, अहिले नबिर्सिकन त्यही युज गर्नु। नयाँ कार्ड आयो, नयाँ नम्बर, नयाँ नामको आयो, नयाँ नाम युज गर्ने होइन। अब कति नाम युज गरिरह भन्ने कुराले ब्लक गरिदिन्छ। सेम नाम युज गर्नु, हो यसकै कार्ड रहेछ, मेटाले बुझिन्छ हो, ब्याङ्कमा त भेरिफिकेसन लागि नामको लागि भेरिफिकेसन गएकै छैन है। हाल्नुहुन्छ, सेभ गर्नुहुन्छ। अब यो हालेर सेभ गर्ने कुरा त नसिकाउनु पर्ला। सेभ गरिसकेपछि के भयो, नाउ युआर रेडी टु क्रिएट एड। ठिक छ। अब आज थोरै 10 मिनट एक्स्ट्रा जाने भयो, अब के गर्ने, अब हामी थोरै अल्झिम अगाडि है। ल क्वेसन लिन खोजिरहेको छु, त्यही भएर म यहाँ आइपुगेँ। के क्वेसन छ? मेरो यो क्वेसन चाहिँ कस्तो भने, जस्तो हामीले अगाडि राख्यौँ नि पेज एसेसको लागि होइन, मेरो एउटा कस्तो के भइरहेछ भने पेज एसेस कसैकोमा पनि छैन कि। अब जस्तो मेरो एउटा क्लाइन्ट छ होइन, उसको फेसबुक पहिला रन गर्दाखेरि अब उनीहरूले बनायो नि त, पेज बनायो होइन, त्यो पेजमा मैले चाहिँ बुझेँ, तपाईँले रोकेला मैले ओके मैले प्रब्लम बुझिसकेँ। सोल्युसन नै भनिदिन्छु तपाईँले म। सो के भयो भन्दाखेरि चाहिँ क्लाइन्टसँग पर्सनल्ली एक्सेस छैन, प्रब्लम त्यही हो नि त तपाईँको। पेजमा जानुभयो, पेज एक्सेसमा हेर्नुभयो, कुनै पनि मान्छेको नाम छैन। होइन छ, एक्सेस छ होइन। जस्तो अब हामीले फुल कन्ट्रोल एउटाले जुनलाई दिएको हुन्छ नि त, पेज कन्ट्रोल गर्ने एउटा त फुल कन्ट्रोल हुन्छ, अनि त्यसपछि हामीले जस्तो पार्सियल्ली उसले भन्नुभयो नि पार्सियल्ली दिन मिल्छ भनेर, अनि दुईजनालाई चाहिँ पार्सियल्ली दिएको छ। अब फुल कन्ट्रोलवाला कोही पनि छैन कि। त्यस्तो केही पनि गर्न मिल्दैन। लाइक तपाईँसँग छैन, उसले धोका दियो भने चाहिँ अब धोका दियो, लाइक इट गोज एगेन्स्ट मेटा रुल्स कि त्यो हुन्छ नि ओभर एड अनि गर्नेवाला पार्ट चाहिँ। अनि ऊ पनि छैन क्या फेरि। ऊ पनि छैन भनेको चाहिँ अब एकाउन्ट त उसलाई फुल कन्ट्रोल छ होइन, दुइटालाई फुल कन्ट्रोल छ होइन त। छैन, अनि दुइटालाई पार्सल समहाउ अलिअलि मात्र, लाइक जस्तो मैले कन्टेन्ट चेन्ज गर्न मिल्दैन होइन, उनीहरूले अब मलाई एसेस दिन मिलेन पोर्टफोलियोको कुरा जोसँग गर्नुभएको कि तपाईँले पेजको कुरा गर्नुभएको। पेजको। त्यही त तपाईँसँग मैले अघि तपाईँलाई त्यही भन्दै थिएँ कि तपाईँले जस्तै पेजमा एक्सेसफुल नभएको एउटा भन्ने हुँदैन, तर तपाईँले त्यहाँ छैन भने चाहिँ पोर्टफोलियोमा एक्सेस भएको मान्छे हुन्छ क्या। तपाईँ स्क्रोल डाउन गर्नु, तल जानु, त्यहाँ पोर्टफोलियोको नाम लेखेको हुन्छ होइन। त्यो पोर्टफोलियोको एक्सेस कोसँग छ अनि त्यसको एकाउन्ट हेर्ने हो कि।
पोर्टफोलियो एक्सेस भएपछि पेज एक्सेस मलाई जस्तै मलाई क्लाइन्टले पोर्टफोलियो एक्सेस दिनुहुन्छ मेरो पर्सनल आइडीमा पेज एक्सेस देखाउँदैन कि पोर्टफोलियोमै भएपछि पुग्यो तपाईँले अलिक प्रब्लम के आइरहेको छ किनकि मैले यो धेरैमा भएको छ कि त्यही भएर अघि तपाईँलाई रोकेरै मैले एन्सर दिन खोजिरहेको पार्सली एक्सेस दिएको हुनसक्छ अरूलाई बट फुल एक्सेस भएको मान्छेसँग चाहिँ बिजनेस पोर्टफोलियोको मात्रै एक्सेस भएको हुनसक्छ कि त्यही भएर चाहिँ स्क्रोल डाउन गर्नु बिजनेस पोर्टफोलियोको नाम के छ हेर्नु र त्यो पोर्टफोलियो एक्सेस कोसँग छ त्योचोटि हेर्नु पऱ्यो कोसँग छ त्यो हेर्नु मिल्दैन हामीले त्यो चाहिँ त्यो नाम पोर्टफोलियो एक्सेस भएको मान्छे चाहिँ हेर्नु पऱ्यो यो कोसँग छ भनेर ल हजुर भन्नुहोस् त अरू क्वेसनहरू ल्याउँ सरी सर एउटा के भन्छ यो एउटा पेजमा 4-5वटा एड्स एकाउन्ट बनाउन मिल्छ भन्नुभयो होइन कि अब त्यो एउटा एड्स चाहिँ एड्स एकाउन्ट यदि ब्लक अथवा डिजेबल भयो भने नयाँ अरू फेरि नयाँ पेज बनाउनु पर्छ कि त्यसमै अब अर्को एड्स एकाउन्ट बनाएर चलाउन मिल्छ भन्ने क्वेसन हो मेरो चाहिँ डिजिटल भएपछि नयाँ मिल्छ लिमिट हुनु त्यही त पऱ्यो मैले भने नि पोर्टफोलियोको लिमिट हुनु पऱ्यो त्यही त अब मैले चाहिँ च्याट जिपीटीलाई सोद्धाखेरि चाहिँ अब यो मिल्दैन नयाँ पेज नै बनाउनु पर्छ भन्ने कुरा गरेको उसले त्यही भएर तपाईँलाई मैले भने नि च्याट जिपीटी छोड्नु क्या तपाईँ त्यस्तो कुरामा युज गर्न च्याट जिपीटी होइन उसको नि विश्वास लाग्दैन मलाई म 50-50 लिन्छु कि उसको नि किनभने योभन्दा अगाडि नि अर्कै तपाईँ के यस्तो भन्छ कुराहरूमा चाहिँ कि युट्युब हेर्नु होइन हजुर च्याट जिपीटीको पार्ट यस्तो कन्टेक्समा धेरै रङ हुन्छ कि तपाईँले इन्फर्मेसन ग्यादर गर्नको च्याट जिपीटी युज गर्ने हो कन्टेन्ट लेख्नलाई च्याट जिपीटी युज गर्ने हो होइन राइट रङ हो भन्नुलाई चाहिँ च्याट जिपीटी गर्न थाल्नु भयो भने चाहिँ अनि फेरि तपाईँ डुब्नुहुन्छ त्यो राइट रङ त मैले अगाडि नै भनौँ न मेरो अर्कै के भन्छ विषयलाई मैले योभन्दा अगाडि त्यस्तै क्वेसन गर्दा उसले पनि रङ एन्सर दिएको थियो कि त्यसो अनि अहिले चाहिँ मेरो के प्रब्लम भइरहेछ भने यहाँ के भन्छ यो भेरिफाई एकाउन्ट चाहिँ के भेरिफाई भइरहेको छैन कि इमेलमा एक के अरे कोड आइरहेको छैन यो के भन्छ एड्स म्यानेजर खोल्दाखेरि हिजो अस्ति चाहिँ खोलिरहेको थियो अहिले चाहिँ के भएर त्यो समस्या आइरहेको छ प्रब्लम आउँछ मलाई नि कति भएको छ कोड नआएको त्यो इमेलमा कोड नै आइरहेको छैन सल्भ हुन्छ त्यो अनि एउटा के भन्छ मैले होइन यो एड एकाउन्ट बनाउँदा यो बिलिङमा छ नि बिलिङमा मैले आफ्नै पेन कार्ड हालिसकेँ अब त्यसलाई अब उल्टाउन मिल्छ कि मिल्दैन अब उल्टाउन भन्नाले अब त्यो चेन्ज गर्न मिल्छ कि मिल्दैन भने प्यान कार्ड चेन्ज गर्न मिल्छ किन नमिल्ने मैले त्यो अस्ति नै अब बनाउँदाखेरि त्यही आफ्नै के भन्छ पर्सनल प्यान कार्ड हालिसकेको थिएँ अनि त्यही भएर हालेर फरक पर्ने कुरा होइन धेरै ट्रान्जेक्सन गर्नुहुन्छ भन्ने तपाईँको बिजनेस छ त छैन तर पनि त्यही त पर्सनल प्यानले बिजनेसलाई पार्टमा अर्थ गर्ने हो बिजनेस प्यान हाल्नु भयो भने चाहिँ हल्का प्रब्लम आउँछ कि भन्ने पछि कुरा हो क्या पर्सनल प्यानले अर्थ गर्छ बिजनेस छैन मैले बिजनेसको पनि त्यहाँ भर्ना त ल्याएर छ अनि त्यो दिएर छ ऱ्यान्डमली हालेको छ कि मैले आफ्नो पेजको नामबाट चाहिँ ठिक छ नो प्रब्लम बिजनेस छैन भने चाहिँ पर्सनल प्यान युज गर्दाखेरि राम्रै हुन्छ फरक पर्दैन त्यो उसबाट त 13% बच्न सकिन्छ आफ्नो प्यानबाट हुन्छ तपाईँको आफ्नो प्यानबाट हाल्दा नि 30% काट्दैन ए त्यही त म त्यही कन्फ्युजन भयो क्या अनि त्यही भएर ए हुन्छ बुझ्नु है हजुर हेलो सर हजुर यो मैले कहिले पनि एडहरू केही पनि नगरे भएर होला मलाई त कन्फ्युजिङ लाग्यो क्या होइन अरूलाई दिन्थेँ होइन अहिले बुझ्दाखेरि त के जस्तो कि सबसे बेसबाट सुरु गरेँ त हजुर कहाँ हामी त एड रन गरेका छैनौँ नि ए होइन मतलब यो कुराहरू पनि मेरो लागि चाहिँ अलिकति नयाँ जस्तो कि सबै होइन किनभने कहिले यतातिर मैले इन्ट्री नै गरेको छैन कि अनि मिलेछ भने एउटा फिजिकल क्लासहरू यसो एटेन्ड गर्नु पर्यो हजुर फिजिकल क्लास आउनुहोस् न बेलुका आउनु न क्लास फिजिकल भइरहेको फेरि अफिस त्यही 5:30सम्म भइरहेको हुन्छु म यता 5मै सुरु हुन्छ भन्नुभएको छ होइन 5मा सुरु हुन्छ किन राति चाँडै राति हुन्छ आजकल अब के गर्ने ठिकै छ कुनै स्याटरडे ओपन हुँदैन है हाम्रो हुँदैन स्याटरडे ओपन हुँदैन मिलाउने प्रयास गरौँ न है कुनै मतलब अरू बेला प्रयास गर्ने अब त्यो 5 to 6 पाएको चाहिँ अब त्यही नै हो अब तपाईँले चाहिँ मिलाउन प्रयास गर्नु पर्यो कुनै दिन हुन्छ हस् थ्याङ्क यू सर थ्याङ्क यू हजुर सरले भन्नुभयो नि यो के अरे जुन बिलिङको जुन गर्दाखेरि तपाईँको अब कार्डको जुन त्यो फन्ड रन आउट भयो भने अर्कोको कार्ड राख्दाखेरि अनि त्यो नेम अफ द कार्ड तपाईँले भन्नुभयो तपाईँको जुन चाहिँ एभ्री टाइम तपाईँले सेम सागर छेत्री भनेर राख्नुहुन्छ नि त होइन कार्डको तपाईँको चाहिँ त्यो नम्बर छ यसबाट डिफरेन्स होइन त्यो
कसरी मेटाले लिन्छ लिँदैन त्यो कार्डलाई त उनीहरूले डिक्लाइन गरिहाल्छ त्यही त मैले तपाईँलाई अघि त्यस्तो भन्नु मिला नि मैले भने मेटाले नाम चेक गर्दैन कि ब्याङ्कसम्म नाम पुग्दैन ब्याङ्कसम्म पुग्ने भनेको कार्ड नम्बर एक्सपायरी र सिबिबी पुग्छ अनि त्यसपछि हामीले हेर्ने बुझ्नु भयो हस् हस् थ्याङ्क यू हाम्रो सुरजी के भन्नु खोज्दै हुनुहुन्छ सुरजी ह्यान्ड रेज गर्दै हुनुहुन्छ तपाईँले के भन्न खोज्दै हुनुहुन्छ अलराइट ल ठिक छ सो दुईवटा कुरा अब बाँकी छन् अनि त्यसपछि सकाइहालौँ है त ल अब एडको यो सेटअपवाला पार्ट त ल ठिकै छ अलि मैले भने नि त्यो गफ गरेको बेला सुन्न मजा आउँछ काम गर्नेवाला पार्ट आएपछि त्यही हुन्छ नि कहाँ पुग्यो के गरेर आयो भन्ने खालको हुन्छ कि अब गफमै जाउँ फेरि एकछिन है तर मेरो गफ फेरि एकदम इम्पोर्टेन्ट गफ हुन्छ मैले मेरो जेनरल स्टुडेन्टलाई मेरो मुखबाट निस्केको बोली सुनको डल्ला जस्तो च्याप्पै मात्र राख्न सक्यो भने आफ्नो धनी भयो नत्र फुत्यो होइन सो हिरो प्रोडक्ट अर सर्भिसेस तपाईँको आफ्नो बिजनेसको सबै प्रोडक्ट अर सर्भिसेस सेल गर्न सकिँदैन सबै प्रोडक्टबाट ब्रान्ड बनाउन सकिँदैन जस्तै थकालीको कुरा गरौँ थकालीमा अरू प्रोडक्ट नपाइने अरू खान नपाइने त होइन नि अरू खान पाइन्छ पर मान्छेले थकालीमा गएर थकाली किन भन्छ भन्दाखेरि त्यसको हिरो प्रोडक्टै त्यही हो बर्गर हाउसमा अरू नपाइने होइन सुरु अलि त सबैले अरू पनि खान्छन् बर्गर हाउसमा जेनरली बर्गर पाइन्छ भन्ने खालको कन्सेप्ट छ नि त होइन अब तपाईँले आफ्नो ब्रान्डलाई कसरी चिनाउनुहुन्छ एउटा हिरो प्रोडक्ट चाहिँ तपाईँले क्रिएट गर्नु पऱ्यो त्यो फिगर आउट गर्नु पऱ्यो त्यो एड्सकै थ्रु फिगर आउट गर्न सकिन्छ त्यो म सिकाउँछु पनि है हामीले एड्सबाट हिरो प्रोडक्ट हिरो सर्भिस हिरो क्रिएटिभको प्याटर्न हिरो अडियन्सेसहरू चाहिँ निकाल्ने हो कि अनि त्यसपछि के गर्ने यो आइसकेपछि अनि बजेट लोन लिएर साथीबाट ऋणै लिएर भए पनि कुदाउने हो त्यसपछि दिनकै $100 खर्च गर्ने केही फरक पर्दैन होइन हिजो भर्खर हाम्रो फाउन्डर मिटिङ भयो सो यही कुरा गरेको थिएँ मैले उहाँहरूलाई पनि अब विन द हिरो एभ्रिथिङ नाउ नेक्स्ट मन्थ चाहिँ मलाई $1000 को बजेट एटलिस्ट 15 डेजको लागि चाहियो अब किनकि वी फिगर इट आउट सबै कुरा भइसक्यो अब हाम्रो थाहा छ के चल्छ भनेर अब $1000 15 दिनमा खर्च गरे पनि खास फरक परेन होइन वी एग्रिड अब नेक्स्ट मन्थबाट हाम्रो त्यही हुन्छ बजेट स्केलमा हुँदैछ होइन त्यो स्केल गर्दाखेरि के हुन्छ भन्दा रिजल्ट फेरि ग्यारेन्टिड छ क्या अब त्यो वर्क गर्छ कि 100% स्योर 99.99 पनि होइन कि 100% स्योर भयो क्या हामी अब वर्कै गर्छौँ भनेर त्यही भएर चाहिँ हामी के गर्छौँ सबै प्रोडक्ट मध्ये चाहिँ तपाईँको ब्रान्ड चिनाउनुको लागि एउटा हिरो प्रोडक्ट के हुन्छ सबसे मस्ट सेलिङ प्रोडक्ट के हुनसक्छ त्यो निकाल्छौँ सर्भिस के हुन्छ त्यो निकाल्छौँ त्यहाँबाट त्यसलाई बेस राखेर चाहिँ ब्रान्ड बिल्ड गर्छौँ त्यसलाई चाहिँ स्केल गराउँछौँ होइन अनि तपाईँको हिरो अडियन्स को हुन्छ त सबसे धेरै अडियन्स हेर्ने अडियन्स को हुनसक्छ तिनीहरूलाई टार्गेट गर्छौँ त्यसपछि गएर तपाईँको सबसे धेरै राम्रो क्रिएटिभ डिजाइन र भिडियो कस्तो प्याटर्नमा हुनसक्छ त्यो फिगर आउट गर्छौँ होइन अनि त्यो फिगर आउट गरिसकेपछि मात्रै सेकेन्ड पार्टमा के आउँछ भन्दाखेरि चाहिँ हामीले अनि अरू प्रोडक्टहरू पनि साइडमा सेल हुँदै जान्छन् कि बिस्तारै तपाईँले अरू प्रोडक्टै सेल नगर्ने त भन्ने त होइन गर्न पाइयो ब्रान्ड बिल्ड गर्दाखेरि लङ टर्ममा ब्रान्ड गर्ने बेलामा चाहिँ यो चाहिँ हामीले सबसे इम्पोर्टेन्ट ख्याल गर्नु पऱ्यो है त सो अब्जेक्टिभ के हुनु पऱ्यो हिरो प्रोडक्ट अर सर्भिस फिगर आउट गर्ने है सो फनेलको पार्टमा म भोलि फेरि इन डिटेल कुरा गरौँला अलिक टाइम लिएर सो भोलि अलि चाँडै सुरु गर्नुपर्छ होला सो 7 बजेभन्दा अगाडि सबैजना आउनु होला 7 बजे ट्याक्कै सुरु गर्ने पाराले है म तपाईँलाई चाँडै लिङ्क पठाइदिन्छु फनेल हुन्छ हाम्रो एउटा पहिला टोफु मोफु बोफु भनेर भन्थ्यौँ हामीले टप अफ द फनेल मिडल अफ द फनेल बटम अफ द फनेल भनेर भन्थ्यौँ अब त्योवाला पार्टलाई यसरी अहिले साइड लगाइदियो थाहा छ हामीलाई त्यो बस एकछिन साइड लगाउँ अहिले फनेल भनेर चाहिँ एजुकेट प्रब्लम सल्भिङ पेन पोइन्ट्स अफर रिभ्यू युजिसी भनेर चाहिँ मैले राखेको छु यसलाई इनडेप्थमा म भोलि आउँछु आज किनकि सबैको सबैलाई हतार भइसकेको छ मलाई थाहा छ होइन अनि भोलि म एकदमै मजासँग जान्छु अब अर्को साइडमा जाउँ भोलि हामी इनडेप्थमा यो डिफ्रेन्ट कुराहरू गर्छौँ टार्गेटिङ रिटेन्सन के कुराहरू सबै कुरा यो क्याम्पेन टाइपहरूको क्याम्पेन लेभलहरूको कुराहरू गर्छौँ अनि त्यसपछि गएर तपाईँले आज गर्नुपर्ने पार्ट चाहिँ होइन इभन दो मैले धेरै कुराहरू यसको बारेमा कुरा गरिनँ तपाईँले के गर्नुहुन्छ भन्दाखेरि चाहिँ भोलि हामी आज भोलि नै गरेर बुझाउनु त भोलि नै हो
तपाईँको प्रोडक्ट अर सर्भिस चाहिँ सुरुमा तपाईँले कुन एडभर्टाइज गर्न चाहनुहुन्छ? तपाईँको अब हिरो प्रोडक्ट अर सर्भिस भनौँ न, कुन गर्न चाहनुहुन्छ र किन? एउटा क्वेसन मिस भएछ, किन भन्ने कुरा पार्ट किन भन्ने पनि थपेर चाहिँ गर्नु भन्दाखेरि चाहिँ भोलि एन्सर लिएर आउनु है। र तपाईँले चाहिँ मान्छेहरूलाई चाहिँ के एक्सन लिन चाहनुहुन्छ त? इदर इङ्गेज गराउने हो कि, इदर सेल्स ल्याउने हो कि, इदर लिड लिएर आउने हो कि, इदर मेसेज ल्याउने हो कि, अरू इदर के लिएर आउने हो, कतै वेबसाइट लाने हो कि, कस्तो खाले एक्सन लिन चाहनुहुन्छ त मान्छेबाट होइन? सो एक्सनहरूको पनि एउटा प्लान गर्नु होला है त। ठिक छ। सो मेबी क्वेसन बुझ्नुभयो होइन? आफ्नो स्लाइडमा के छ भन्दा नत्र ल अर्को पनि एक्सर्साइज छ। ल तपाईँको भोलि गर्नुपर्ने पाठ सुरुमा एउटा तपाईँले अफर प्लान गर्नुहुन्छ। हुन त ठिक छ, पर्सि गरौँ ल यसलाई। यो किनकि मैले बुझाएको छैन फाइनल। यो चाहिँ गरौँ होला है। ल ठिक छ, त्यति नै हो है। यो क्वेसन आइडन स्क्रिनसट गर्नु ल कसैले है। अलराइट। सो क्वेसनतिर जाउँ। मैले स्क्रिन सेयर अफ गरेँ अनि रेकर्डिङ पनि अफ गरेँ।